वेलकम ब्याक टु बिस टेक्नोलोजी। दलित समाज विकास केन्द्र एनजिओले नयाँ विज्ञापन खुलाएको छ। विज्ञापन बारेमा सम्पूर्ण जानकारी थाहा पाउनको लागि भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र यस्तै नयाँ जब भ्याकेन्सीको लागि च्यानललाई सब्सक्राइब पनि गर्दैन। सूचना प्रकाशन मिति चाहिँ 2083 3 महिना 22 गते प्रकाशन भएको विज्ञापन हो। यस विज्ञापनमा कसरी आवेदन दिन सकिन्छ र के कस्तो शैक्षिक योग्यता चाहिन्छ सम्पूर्ण जानकारी दिनेछु। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। दलित समाज विकास केन्द्रको आयोजना र केएनएचको आर्थिक तथा प्राविधिक सहयोगमा कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकामा महिला सशक्तिकरण तथा बाल अधिकार संरक्षण परियोजना विगतदेखि सञ्चालन हुँदै आएको छ। यस परियोजनाले बालबालिका र महिलाहरूको सामाजिक आर्थिक र राजनैतिक सशक्तिकरण गर्ने लक्ष्य लिएको छ। परियोजना कार्यान्वयनका लागि सामाजिक परिचालक पदको कर्मचारीहरूको आवश्यकता भएकोले तल उल्लेखित योग्यता तथा अनुभव 35 वर्ष उमेर पुरा नभएका र नेपाली नागरिकहरूबाट दरखास्त आह्वानका लागि यो सूचना प्रकाशित गरिएको छ भनी दिएको छ। पद रहेको छ। सामाजिक परिचालक पदको लागि माग गरेको छ, जसमा चाहिँ एकजना महिला र पुरुष पनि दिएको छ। शैक्षिक योग्यता रहेको छ। यस पदमा आवेदन दिनका लागि चाहिँ आवश्यक न्यूनतम शैक्षिक योग्यता रहेको छ। प्रवीणता प्रमाणपत्र तह वा सोसर पनि दिएको छ। तपाईँले चाहिँ यसमा आवेदन दिनका लागि चाहिँ कम्तीमा चाहिँ +2 पास भएको हुनुपर्छ भने दिएको छ। प्रवीणता प्रमाणपत्र तह पास गरी गैर सरकारी संस्थाहरूमा 5 वर्ष काम गरेको अनुभव तथा सोही पदमा बालबालिकाहरूसँग कार्य गरेको र शिक्षा विषयले पढेकोलाई चाहिँ विशेष प्राथमिकता दिइनेछ भने दिएको छ। कार्यक्षेत्र चाहिँ यशोधरा गाउँपालिका वडा नम्बर 4 देखि 8 सम्म पनि दिएको छ। आवश्यक ज्ञान सिप र अनुभव रहेको छ। आवश्यक ज्ञान सिप र अनुभवहरू के रहेछ तल दिएको छ, जसमा चाहिँ स्थानीय भाषाको चाहिँ ज्ञान सिप भएको हुनुपर्नेछ। बालबालिकाहरूको समूह गठन तथा सहजीकरण गर्न सक्ने ज्ञान सिप भएको हुनुपर्नेछ। अर्को रहेको छ बालबालिकाहरूको हक अधिकारबारे चाहिँ सैद्धान्तिक कुराबारे चाहिँ जानकारी भएको हुनुपर्नेछ। विभिन्न प्रकारका सामाजिक विश्लेषणका औजारहरू प्रयोग गरी बालबालिकाहरूको समस्या सवाल पहिचान गरी समाधानका उपायहरू दिन सक्ने ज्ञान सिप भएको हुनुपर्नेछ। अर्को रहेको छ परियोजनासँग सम्बन्धित समस्या पहिचान र सम्बोधनका लागि कार्ययोजना निर्माण, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन गर्न सक्ने क्षमता भएको हुनुपर्नेछ। अर्को रहेको छ क्रियाकलापहरूको चाहिँ कार्यक्रमगत मासिक, त्रैमासिक र वार्षिक प्रतिवेदनहरू तोकिएको समयमा आवश्यकता र माग अनुसार तयार गर्न सक्ने क्षमता भएको हुनुपर्नेछ। अर्को रहेको छ कार्यक्षेत्रमा कार्यान्वयन भइरहेका राम्रा अभ्यासहरूको पहिचान, सङ्कलन र दस्तावेजीकरण गर्ने साथै कार्यक्रम कार्यान्वयनमा सन्दर्भमा चाहिँ देखिएका समस्या र चुनौतीहरूको विश्लेषण गरी अभिलेखीकरण गर्न सक्ने दक्ष भएको हुनुपर्नेछ। अर्को रहेको छ स्थानीय तथा अन्य सरकारवालासँग सम्पर्क, समन्वय र सहकार्य गर्न सक्ने सिप तथा क्षमता भएको हुनुपर्नेछ। अर्को रहेको छ परियोजनाको समूह र समितिहरूमा चाहिँ तोकिएको गतिविधिहरू सञ्चालन तथा सहजीकरण गर्न सक्ने क्षमता भएको हुनुपर्नेछ। अर्को रहेको छ कम्प्युटरमा चाहिँ वर्ड, एक्सेल, पावर पोइन्ट, इमेल, इन्टरनेट चलाउन र टाइपिङ गर्ने आधारभूत ज्ञान सिप भएको हुनुपर्नेछ। अर्को रहेको छ मोटरसाइकल चलाउन सक्ने तथा सवारी चालक अनुमति पत्र भएकाले चाहिँ प्राथमिकता दिइनेछ भने दिएको छ। आवश्यक कागजातहरू पनि दिएको छ। यस विज्ञापनमा आवेदन दिनका लागि चाहिँ आवश्यक कागजातहरू रहेको छ, जसमा चाहिँ निवेदनसहितको व्यक्तिगत विवरण अर्थात् सिभी, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटो 2 प्रति, तोकिएको शैक्षिक योग्यताको प्रमाणपत्रहरू, चारित्रिक प्रमाणपत्रको प्रतिलिपि, तालिम तथा कार्य अनुभवको प्रमाणपत्रको प्रतिलिपिहरू अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछ भने दिएको छ। निवेदन दिने अन्तिम मिति र समय दिएको छ 2083 3 महिना 28 गते साँझ 5 बजेसम्म पनि दिएको छ। छनौटका प्रक्रिया चाहिँ शैक्षिक प्रमाणपत्र तथा कार्य अनुभवका आधारमा छोटो सूची छनौट भएका उम्मेदवारहरूलाई मात्र लिखित र मौखिक परीक्षाको लागि चाहिँ बोलाइन्छ भने दिएको छ। यसमा चाहिँ पहिला सर्ट लिस्टमा नाम निकालिन्छ र सर्ट लिस्टमा आएको उम्मेदवारलाई चाहिँ लिखित परीक्षा र अन्तर्वार्ताको लागि चाहिँ सम्पर्क हुनेछ भने दिएको छ। सम्पर्क मिति चाहिँ 2083 3 महिना 29 गते चाहिँ कार्यालयमा सम्पर्क राख्नुपर्ने हुन्छ। परीक्षा मिति चाहिँ 2083 3 महिना 30 गते चाहिँ यसको परीक्षा सञ्चालन हुनेछ भने दिएको छ। सेवा सुविधा चाहिँ परियोजना र संस्थाको नियमअनुसार हुनेछ भने दिएको छ। यसमा चाहिँ राम्रै तलब तथा सेवा सुविधा चाहिँ प्राप्त गर्न सक्नुहुनेछ। नोट भने दिएको छ दलित, जनजाति, मुस्लिम र अपाङ्गता भएका व्यक्तिलाई चाहिँ विशेष ग्राह्यता दिइनेछ भने दिएको छ। कुनै पनि नातावाद, कृपाबाट, फोन मार्फत धम्की र अन्य तरिकाबाट चाहिँ प्रभाव पार्न खोजिएमा उक्त व्यक्तिको निवेदन स्वतः रद्द गरिन्छ। सम्पूर्ण निर्णय प्रक्रिया संस्थामा हुनेछ भने दिएको छ। कुनै पनि मुद्दा, ठगी, भ्रष्टाचार, बाल शोषण र दुर्व्यवहार, लैङ्गिक हिंसा र भ्रष्टाचारका गतिविधिहरूमा
सङ्लग्नता नभएको आफूले निवेदनमा चाहिँ सो घोषित गर्नुपर्ने चाहिँ दिएको छ। निवेदन बुझाउने आइपुग्ने पर्ने ठेगानामा नै दिएको छ। दलित समाज विकास केन्द्र कार्यालयमा नै स्वयं उपस्थित भएर चाहिँ आवेदन पेश गर्नुपर्ने हुन्छ। यसमा चाहिँ कुनै प्रकारको अनलाइन सिस्टम छैन। तपाईँले चाहिँ कार्यालयमा नै स्वयं उपस्थित भएर चाहिँ आवेदन पेश गर्नुपर्ने छ। तपाईँले चाहिँ अन्य जानकारीको लागि चाहिँ यो तल दिएको सम्पर्क नम्बरमा फोन गरेर पनि जानकारी लिन सक्नुहुन्छ। सो आजको विज्ञापन बारेमा के कसो लाग्यो कमेन्ट गरिदिनु। भिडियोलाई लाइक, कमेन्ट, सेयर र सब्सक्राइब पनि धन्यवाद।